6.5 लाख जति आमा वर्षमा हामीले जाँच्छौँ। त्यो 6.5 लाख आमाबाट अहिले जम्मा 4 जना बच्चा मात्र, सबै 6.5 लाख त पोजिटिभ भन्न मिलेन। त्यसमा हामीले एस्टिमेटेड कति हो भन्दाखेरि 172 जना आमा चाहिँ पोजिटिभ हुनुपर्छ भन्ने हो। त्यसमा हामीले 122 जना जति चाहिँ आमाहरूलाई मतलब 70 जना 60 देखि 70 जना आमालाई चाहिँ हामीले पोजिटिभ भेट्यौँ खोज्दाखेरि। तर खोज्नुपर्ने हामीले 170 जना आमा हुनुपर्थ्यो, तर जम्मा 60-70 जना आमा मात्र भयो। त्यो आमाबाट जन्मेको बच्चा जम्मा 4 जना मात्र यो वर्ष पोजिटिभ आएको भने चाहिँ त्यो प्रिभेन्सन एकदम राम्रो छ। यसको औषधिको सेवन गर्यो भने त्यो बच्चामा सर्दैन। र आयो तपाईँको प्रश्न, यो जाँचहरू हुन्छ कि हुन्न भन्ने कुरा हो। हामीले अहिले हाम्रो बर्थिङ सेन्टरहरूबाट HIV टेस्ट गरिरहेछौँ। त्यो हामी सिङ्गल टेस्ट गरिरहेछौँ। एउटा आमालाई एकचोटि HIV जाँच्छौँ, अर्कोचोटि सिफिलिस जाँच्छौँ, अर्कोचोटि हेपाटाइटिस B जाँच्छौँ। त्यो 3 चोटि खोप्नुपर्ने हुन्छ। अब जुन डुएल टेस्ट किट आयो नेपालमा भित्रियो भन्ने भयो, यसको कन्ट्रोभर्सीहरू पनि भयो। धेरै कुराहरूले गर्दा यो अझै पनि हामीले लिन सकिरहेको अवस्थामा छैन। त्यसको आफ्नै पाटोहरू छ, त्यो पाटो त म पछि कुरा गरौँला। मेनली यो आवश्यक हो कि होइन भन्ने कुरामा फ्युचरिस्टिक रूपमा कुरा गर्ने पनि आवश्यक हो। यो अहिले डुएल छ, भोलि ट्रिपल टेस्ट आउन सक्ला, भोलि अरू जाँचहरू जुन हामीले अस्पतालमा छुट्टै गरिरहेको चिजहरू एउटै टेस्ट किटबाट आयो भने आमालाई धेरै रगत निकाल्ने, धेरै घोच्ने काम, त्यो सिरिन्जले घोच्ने काम गर्नु परेन।